गाइजहरु नमस्ते, सबैजनालाई स्वागत छ यो भ्लगमा। हामी पोखरा जाँदैछौँ। बाटो चलाउन नजाने रे। Hi guys, this is Middle Child. Welcome back to my channel. अनि आज चाहिँ हामी पोखरा गइरहेको. So this is going to be our another interesting vlog. अनि यो पालि चाहिँ हाम्रो even city पनि change छ, so it will be even more fun. Yes. And everybody is like so excited because यो चाहिँ नेपाल क्याम्पसको हिस्ट्रीमा फर्स्ट टाइम हुन आँटेको कुरा हो. Hi. Hi. We also have Samiksha. Yeah. She's also. What are you saying? She's also one of the core management team. Yeah. ए म जहिले पनि यसरी नै आइरहेको हुन्छु उसको भ्लगमा. सो थ्याङ्क यू सो मच. जसरी भए पनि इन्भल्भ चाहिँ भइरहेको छु. सो थ्याङ्क यू. You're welcome. प्रसिद्धको भ्लग लाइक गर, सब्स्क्राइब गर हैन. हामीहरु चाहिँ अब आज पोखरा जाँदैछौँ हैन. एकदम रमाइलो हुनवाला छ किनकि हामी छौँ नि त, शिशिर पनि छ. यो चाहिँ फाइनान्शियलमा जानी रखा हो हैन हामीले. समिदाय हाम्रो सबियुको सभापति सबैजनालाई राम्रो सुनाउनु है. थ्याङ्क यू सर. बाई. थ्याङ्क यू. हाई, हिजो 6 दिनमा कपाल काटेर आएको, फेरि न्यू इयरमा काटेँ थिएँ. पियानको 7 सिमको बहिनीलाई इम्प्रेस गर्नको लागि म पियान जाँदैछु. रुखमा हालिदिन्छु तेरो आउनेवाला भ्लग हैन. हेलो पोखरा हैन अब नि आउँदैन तँलाई. पोखरा कहिले गाडीमा चढेको छैनिस्? हाल्ने अनि पैसा उठाउने खाजा खाने पैसा आउन आउ विवेक आउन यहाँ. Hi guys. Camera side person हो. आज चाहिँ हामी फर्स्ट टाइम नेपाल क्याम्पसबाट टुर जाँदैछौँ पोखराको लागि. यसलाई सबले सफल रूपमा सम्पन्न गर्न हुन साथीहरूलाई. अनि हाम्रो प्लान चाहिँ के छ बिचमा? अनि यहाँबाट जाने घुम्ने. Side business भन न, side business. त्यो बिजनेस चाहिँ के छ भन्दाखेरि आज यहाँ जुन सिट हाम्रो फुल छ, हामी चाहिँ बाटोमा हिँड्ने मान्छेलाई चाहिँ चढाउँछौँ अनि त्यहाँको पैसा चाहिँ हामी भाडा उठाएर बेलुका खाजा खान्छौँ. ओए साथीहरू सबले सुन ल, हामीले यस्तो इक्जाम्पल सेट गर्नुपर्छ कि यो टुरमा यति राम्रो इक्जाम्पल सेट गर्नुहुन्छ कि हामी नै फर्स्ट एन्ड लास्ट ब्याच हुनुपर्छ यस्तो टुरको. त्यसपछि कोही जान नपाओस्. Guys, we are all set to go to Pokhara. But I have been telling this for ample time now. One eternity later. Guys, we're finally leaving Kathmandu. We've not yet left Kathmandu, but we're finally on the way to Pokhara. हामी चाहिँ ट्राभलमा छौँ. अब छिटै पोखरा पुग्नेछौँ. पोखरा पुगिसकेपछि तपाईँलाई अपडेट. तिम्रो गालामा के हो त्यो? यो गालामा यो पुग्नेहरूलाई तिमीले नि अस्ति यस्तै अहिले चाहिँ के हो भनेर सोध्छौ? जाममा परिरहेछ. अलिक सानोले बोल्नु के सुन्दैन? लास्टै जाममा पर्यो. नराम्रो टाइममा निस्केछ. दिलमा सजाए
गइरहेको छैन साथीहरू हामी चाहिँ साथीहरू सबजना यहाँ हुनुहुन्छ रमाइलो हुँदैछ तर पनि हामी सन्डे हामी फर्किने गरी प्लानिङ गर्दैछौँ त्यही भएर तपाईँहरू पनि समर्थन गरिदिनु होला अनि किशोर सरलाई आज बेलुका हामी सबैजनालाई जोर जबरजस्ती दबाब पनि दिनेछौँ कि हामीलाई सन्डे फर्काउनको लागि फर्स्ट टाइम होइन योपालि पोखरा आएको छौँ होइन आज चाहिँ एकदम रमाइलो गर्ने यो 3 दिनको छ Hi, so we are at Pokhara अनि हामी we have already checked in अनि हामी चाहिँ हाम्रो रुममा छौँ म आश्चर्य र अमीक्षा चाहिँ we are roommates. Good morning guys, it's 12:05 and we are roaming around the streets of Pokhara. दुईटा भ्लगरहरू छ हाम्रो Yes. पपुलर हुने भन्ने भइरहेको छ हामीमा प्रशान्त सर नै पपुलर हो अनि किशोर सर चाहिँ उहाँ हो हाम्रो भ्लगमा पपुलर किशोर सर चाहिँ उहाँ नै हो Hello everyone होइन रातो किन आएको यो रातो Hello everyone भन्नु न रेकर्ड भइरहेको मैले हेलो एभ्रिवान भन्दा यसमा आउँछ छ यु आर अन द फोन दिनु म कि मैले अनि सबैले सुन्छन् हेलो एभ्रिवान म किशोर सापकोटा हेलो So this is another day अनि हामी चाहिँ छिटो छिटो उठेर नुहाइ धुवाइ गरेर ब्रेकफास्ट खाएर we are marching up to Peace Pagoda. थाकेँ म त I'm already tired. उफ यही हुन्छ त म भन्दै थिएँ नि हामीलाई चाहिँ किशोर सरले स्पेसल ठाउँ लानुहुन्छ अरे मैले देखाएको छैन किशोर सरले हामीलाई स्पेसल ठाउँमा लाउनुहुन्छ अरे गाइस अमितले गर्दाखेरि जम्मा ढिला भएको यो मान्छेले गर्दाखेरि मैले कस्तो गर्ने अरे सर सर मलाई चाहिँ कमेडी नबनाउनु है भिडियोमा यहाँ प्याउनु पर्यो नि त नि लम्बा लम्बा पात क्या है ये कटुसका पात चिन्दैन कटुस भनेको थाहा छ खाना खान थाल्छ साथीहरू Amrit and Amiksha. Hi guys, welcome back to Amiksha. We're about to head out, so we're heading out to have some fun. I think I like how we all look. अलिकति पुतली पनि भएको छ because night time and we're about to go to a club, I guess. Hi guys, so this is another day अनि हिजो चाहिँ I did not shoot so much किनभने हिजो हाम्रो स्कुलको प्रोग्राम थियो पृथ्वीनारायण क्याम्पसमा अनि we had to go there अनि बेलुका यसो घुम्यौँ
that I did not shoot so much. Yeah, charge थिएन नि त अलिअलि अनि अब आज चाहिँ कहाँ कहाँ जान्छौँ भनेर देखाउँछु. The mountain looks so pretty. So guys, we are moving towards Fevatal and then हामी boating गर्छौँ. हामी चाहिँ अब घाटबाट बोटिङ गरेर तालबारी Balbarai जान आँटेको. राम्रोसँग है बोटिङ गर्न हामी सब्सक्राइब एन्ड लाइक comment. दिस भिडियो एन्ड अल्सो डु कमेन्ट Yeah, समिताले भनेको मान्ने है. म चाहिँ असल साई ठकुरी हो 9th सेमिस्टरमा पढ्दैछु ड्रेस हेर्दाखेरि अफिस जाँदै जस्तो छ मेरो ट्रिप चेक गराउन गाइस उसलाई चिन्नुहुन्छ? कमेन्टमा नाइ लेख्नु मलाई चिन्नुहुन्छ भने कमेन्टमा नाइ लेख्नु होला अचेललाई चिन्नुहुन्छ भने कमेन्टमा नाइ लेख्नु होला. आज चाहिँ हामी हाम्रो टुरको लास्ट दिनमा छौँ होइन हामी धेरै साथ छौँ, हामीलाई जानु मन छैन. फाइनल हामीलाई मिटिङ नबोलाइकन आफै डिसिजन लिइहाल्नुभयो जो त्यसमा हामी एकदम किशोर सर हामी एकदमै दुखी छौँ. प्रकट गर्न चाहन्छु होइन साथीहरू किनकि कम्तीमा पनि यत्रो 1 घन्टा मिटिङ बसाएर हाम्रो टाइम वेस्ट गरेर पनि Guys, so we are at Fevatal अहिले. Okay. Hi guys, we are at Fevatal. अब हामी के गर्ने? अब हामी कायाकिङ गर्ने. गाइस हामी चाहिँ फेवातालमा छौँ. छौँ होइन अनि त्यसपछि होइन कति राम्रो आएर चाहिँ के भएको छौँ तर एक्लै राम्रो आउँछ ल ठिक छ राति पनि एक्लै यहीँ भेट्न पर्ने रहेछ होइन प्रसिद्धिका बिहान पनि यहीँ भेट्ने होइन तिमीहरूलाई प्रसिद्धिका गाइज हामी यति बेला गाइज यति बेला के अरे फेवातालमा छौँ. गाइज हामी यति बेला फेवातालमा छौँ होइन हामी चाहिँ अनि अब हामी कायाकिङ गर्न हामी आँटेको. हामी क्लास 9 र 10 का विद्यार्थी घुम्न आएको गाइज हाम्रो यो त्यो होस्टेल इन्चार्ज हो यति कराउँछ होइन खालि विद्यार्थीहरूलाई कराउनु भन्दा बाँकी जान्दैन गाइज थ्याङ्क यू. सँग भेट्यौँ बोल्यौँ सरले एकछिन भ्लगमा कायाकिङ गर्न जान आँटेको. बल्ल किङ चाहिँ कायाकिङ त किङ गएपछि हुन्छ नि भाइ त्यतिकै किङ हुन्छ कायाकिङ बाटो चलाउनु नजाने अरे ल सरहरू जानु ल हो बिस्तारै चलाउनु हो ल Hi guys, so हामी चाहिँ कायाकिङ गरेर आयौँ अनि I was so afraid at first. I did not do anything. हामी एकदमै रसमा थियौँ. We just went upstairs, grabbed our stuff and moved out. अहिले चाहिँ we are going towards Vegastar अनि त्यसपछि I think we'll be heading towards Bandipur. Not sure if this is gonna make it happen or not, तर म एकदमै प्रतिबद्धताको साथमा लागि परेको छु. So guys, we are here at Bandipur. Yay! I'm Chavi. Hi guys, it's Chumani. So नमस्ते हाम्रो YouTube channel को supporter from day 1 हो वो चाहिँ. डे 1 हो Day 0 नै हो त. डे 0 नै हो मोटिभेटर नै गर्नुपर्छ तिमीले गर्नुपर्छ भन्दा गर्नुपर्छ. मनिषले मलाई अपलोड गर यसो गर उसो गर भन्दा मोटिभेट गर्दा गर्दा थाकेर तिमी गर्दैन भन्दै मोटिभेट पनि गराएको छ क्या मनिषले. हो कि होइन? थ्याङ्क यू सो मच मनिष. बाई भन्दै त. Bye. So I'm finally back home. हामी हिजो 12:50 तिर आइपुगेको थियौँ अनि even though I had so much fun in Pokhara, it still feels so nice to be back home. I can't stop thinking about the fact that I did not end the video either. Why did I wait to be back home and then end the video? Anyways, thank you so much for watching.